सबैलाई नमस्ते, गुड इभिनिङ, सेवारो। र अहिले चाहिँ फिलहाल कुवेतमा 5:30 भइसकेको छ र म चाहिँ यहाँ छु महाबुल्ला। मेरो पछाडि चाहिँ यहाँ तपाईँले हेर्न सक्छ ग्राउन्ड छ र आज चाहिँ म र मेरो एकजना स्टाफ भाइ छ, दुईजना भएर चाहिँ ग्राउन्डको तलासमा छौँ। र फिलहाल चाहिँ हामीलाई ग्राउन्ड चाहिरहेको छ डिसेम्बरको लागि। हाम्रो कुवेत समाजले चाहिँ एनुअल स्पोर्ट राख्ने एउटा प्लान गरिरहेछ र त्यही कारणले गर्दा चाहिँ हामी चाहिँ अब त्यो एनुअल स्पोर्टमा चाहिँ फुटबल पनि भएको कारणले गर्दा चाहिँ रेन्टको लागि चाहिँ हामीले ग्राउन्ड खोज्दैछौँ। र फिलहाल चाहिँ ग्राउन्ड यस्तो छ कुवेतको, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। र फिलहाल चाहिँ हामीले सबै फिक्स गरिसक्यौँ उसको लागि, ग्राउन्डको लागि। र अहिले म र भाइ चाहिँ फर्किँदैछु। सो अब यो ग्राउन्ड नै मेन हामीले मिलाउने ट्राई गर्दैछु, किनभने साथीलाई कन्ट्याक्ट गरेर मैले भिडियोहरू पठाउँदा चाहिँ एकदमै राम्रो लाग्यो, किनभने 7 साइड रहेछ। सो खेल्नु पनि मजा आउँछ र पैसा चाहिँ अब कति भन्छ पर आवर, किनभने यहाँ चाहिँ प्रायः जस्तो पर आवर चार्ज गर्छ नि त भाइ, पर आवर चार्ज गर्छ नि, पर आवर चार्ज गर्ने कारणले गर्दा चाहिँ हामीले सोधिरहेछौँ। सो हेरौँ, अब हेर्दै जाउँ। तपाईँहरूलाई हल्का यहाँ म जग्गा पनि देखाउँदैछु। यो चाहिँ अब माथिल्ला ब्लक छिरेर पर्छ। जग्गा दामी है भाइ, यो तिमीले भनेको होटेल होइन, यो ओसन भ्यू पार्किङहरू डल्लो रहेछ है, दामी रहेछ है। थाके यार आज है, आज हल्का थाके यार। र जग्गा चाहिँ यस्तो चाहिँ अब तपाईँहरूलाई यस्तो देखाउँदैछु होइन। र यति नै आजको यो भिडियोमा म तपाईँहरूलाई देखाउन चाहन्छु, किनभने आज हल्का थाकै पनि भएको छ भिडियोले गर्दा। सो 10 तारिक डिसेम्बरमा चाहिँ हाम्रो यो स्पोर्ट्स एनुअल स्पोर्टै भनौँ जुन चाहिँ कुवेत समाजले गर्नेवाला छ। यदि यहाँ फिक्स भयो भने चाहिँ म तपाईँहरूलाई सबै A to Z देखाउने छु। र त्यही भन्दै आजको भिडियोलाई चाहिँ म एन्ड गर्न चाहन्छु। थ्याङ्क यू एन्ड हेभ अ गुड नाइट।